Hello guys, welcome to my new vlog. After a long time, यो चाहिँ थर्ड भिडियो आउँदैछ। दोस्रो थर्ड भिडियो नि यति ढिलो आयो, 4 महिनै भयो भिडियो नहालेको। आज यसो दाइहरूसँग राइड गरिएको थियो। दुईटा क्रस बार, मेरो ह्यान्ड ट्रक अनि एउटा एप चाहिँ धुस्नु डोलो आयो। भिडियो नै खासै गरेको छैन। अब त्यो भिडियो अलिकति क्लिप जोड्छु अनि भोलि कलेज गएको टक्क अनि कलेजबाट के हुन्छ भोलि कन्टिन्युसली हुन्छ। बाई बाई, स्टे ट्युन। रुक्नु एङ्गल मिलाउँछु कि क्यामेरा। अब जान्छ विशाललाई धुलो हुलाउने हो विशाललाई अब। Hello guys, welcome to my vlog. आज चाहिँ हाम्रो थर्ड vlog हो, धेरै आफ्टर लङ टाइम। म चाहिँ बिरामी केही कारणले गर्दा चाहिँ म भ्लग हाल्न सकेको थिएन। त्यही भएर हो हामीसँग चाहिँ दुईवटा डट, एउटा एप सेट अनि मेरो स्कुटर लिएर आउँदै धुलो खुलाउने हो कि दाइले। हामी चाहिँ लाम्पाटातिर जाँदैछौँ। हामीसँग चाहिँ यत्तिकै हावा तालमा राइड भएको जानलाई निस्केको। दोस्नु धुलो हुलाएर कपडा हालत धोच्छु धुलो हुलाउनु हजुरले। अनि हेर्नु हजुरको 250 मेरो 125 कतिको फरक हो? आधी नै हो। हाइट नभए सिरियस पनि चलाउन पनि पर्छ। आयो धुलोको लाउने केटा धुलो। विशालको उली जाँदै है पढा। गुड मर्निङ। बिहानको 6:50 भएको छ। म चाहिँ कलेज जान निस्किसकेँ। अब कलेज जान्छु। बाटोमा के हुन्छ, कलेजमा के हुन्छ देखाउँछु। 5:50 भइसक्यो। उठेँ म कलेज गएको एउटा सरलाई कसैले टेर्दैन है। टेर्दैन म चाहिँ जाडो भएर अति भयो यार केटा। यस्तो हल्ला गऱ्यो हल्ला गऱ्यो आश्रित जनसङ्ख्या ठिस भयो यहाँ झाडो बोले खान आश्रित जनसङ्ख्या सरलाई त टेर्दै टेर्दैन। बत्ती नै गयो फ्ल्यासलाइट बत्ती नै गयो। कहाँ लाइट हाल्यो? जामै जाम क्यान्टिनतिर जाम। टक्क पारामा चट्ट पारामा हामी कहाँ हिँडेको?
गाडीले म तेरो स्पोन्सर भन्ने सुनेर आएको स्पोन्सर आज बिजुली स्पोन्सर हान्छु भने कति जाडो कुहिरो लागेछ है आज किन हो यस्तो हामी रुख काटेको कहाँ रुख काट्यो खन् जाडो हो अङ्कल श्री अङ्कललाई भेटेँ यहाँनिर त आज हामीले भ्लगरलाई लिएर आएको जाडो भयो केटा जाडो कहाँ त नि अञ्जन म यता पोखरातिर हो यहाँ गोपी बाउ गोपी बाउ गोपी बाबु उयो गाडी उयो गोपीको गाडी त यहाँ रहेछ निधारमा त स्क्र्याच छ केटा हो उयो नराखे त्यो लामो भनेको केटा हो जाडो भयो जाडो भयो यहाँ जाडो भयो जाडो जाडो केटाहरू यहाँभित्र को रहेछ रे डाँडो यिनीहरू के हो यिनीहरू त यहाँ सुरुमै साला भिडियो बनाइने क्या के सोच्यो अस्ति अहिले मलाई भ्लग कहाँ त नि तिमी हामी त इगे आइरहेको के कचिटो प्रिन्सिपलले छोडिदियो लाइन गयो नि हिँड्दै हामी नै हो तर हामी त बिदा थियौँ कि भर्खरै केटाहरू यहाँ नयाँ खबर पाइयो के भयो केटाहरू यहाँ केटाहरू ट्याक्स गरेर अफिस गयो न के भयो यहाँ हातले क्यामेरै थियो कि ठिकै छैन लामो ओ यहाँ के भयो खैले त एकचोटि यहाँ केही भएको होइन यस्तो पल्टाउनु होइन त्यहाँ ठ्याक्क अब भागेको थियो गोपी भाइ र एकजना ठ्याक्क च्याक्स गरेर पुरै गार्डसँग गछन् ऊ संस्कृति दिदी केटा हो रामकाजी आएको थियो रामकाजी आयो मैले त भ्लग बनाइदिइरहेको दाइको हो क्या ओए रामकाजी डुक भाइ डुक के हो र भाइ डुक छोडिदियो ट्युक सिकको कुरा नभने भर्खरै के भन्दा यसो नै मसिनले हँसेर मोबाइल झडाएर आएको रामकाजी आइदिइरहेको कि रामकाजी होइन कि केटाहरूलाई लिएर गएको भन्नु न अझै दुईजनालाई अगाडि पार दुईजना अब तिनीहरूलाई कस्तो मर्मत हुन्छ अरे अस्ति एकदम पुरै राम्रो ट्रिट खाजा साजा दिन्छन् तिनीहरूलाई होइन पुरै आज त पुरै लट्ठी खाजा हुन्छ पुरै मिठो स्पेसल ट्रिटमेन्ट हो म चाहिँ नभन्ने होइन त्यो स्पेसल भन्दा नि स्पेसल हुन्छ केटाहरूलाई आज चाहिँ मजा आउँछ टक्क चाउमिन अनि मोमोसम्म अलिकति पिज्जा बर्गर ढ्याक्क ऊ हेर नि त सोनुलाई चिने हौ यो केटीलाई जसलाई चिन्न पर्छ केटा भन्ने यिनको पार्टनरहरू चल दियो अब जम गाडी आयो गाडी जम क्लास त चल्दैछ है चल्दैछ अब हामी क्लासमा जाँदैछौँ च्याक्सै पऱ्यो कहाँ क्लासमा आयो हामी केटाहरू च्याक्स पऱ्यो थाहा पायो तिमीहरूले गोपी र गो अर्को दुईजना च्याक्स पऱ्यो केटा हो भाग्नुहुन्न है कलेज छोडेर भाग्नुहुन्न नभागो है तिमीहरू नि फेरि के भयो अरे गोपी पुवारा डिबिएर एक्सिडेन्ट भएको छाती त्यो बोकै भएर आएको भनिदिएको मैले किन भागेको र नि होइन कि म चाहिँ के जोस आयो खोइ निस्किदियो रन्डी भन्दा त्यहीँ बाहिर नचके माछे मैले त नदेखेको हो क्या मैले नदेखेको तँ माथि हालिस भने पिटे गयो होइन एक सट हाल्नु अहिले अफिस आएर के भन्दै थियो कि मैले त अब के त्यसले के भन्दा घरको नम्बर दियो कि ठाडै मैले त कहाँ नि मान्छे नि मलाई त छाती पनि दुखिरहेको त्यही बेला सर पुवारा जाँदा लिभियरमा सर त्यो त्यहाँ जाममा परेको थियो सर त्यति बेला एक्सिडेन्ट भएको सर छाती देखाउन गएको म त भनेर खोलेर देखाइदिएँ मैले त छातीमा देखाइदिएस् यहाँ नाम छ क्या मेरो यहाँ के मेरो नाम छ त्यही देखाइदिएँ कक्षा त नजाने मान्छे नि जाम म झोला बोकेर जाने कक्षा ए हुन त हेड अनि केटा हो आज गोपीको के भयो अरे एक पिस मोमो बङ हान्न लाग्यो सरले रेडेन भेट्यो बङ हान्ने होस् जाम ओए गोपी आइज आइज नि जाम आइज आइजाम के
छाती दुखेर मिठाई हान लैजान्छु कस्टम लागि यो भ्लग मात्रै युट्युबमा झरो भने के भएको अरे सुगन्धोस के भयो अरे एक पिस मोमो आएको हाम्रो साथीले आज ल त आइज मोमो आइज न चोको आइज फेरि भाइ आज छुट जाडो भयो जस्तो बाटो थियो मैले त दिँदैन नि बेटा हो होइन भाग्ने त राम्रै हेर्नु हेर्नु नि अहिले होइन पिठा खायो किन खाएको त्यसलाई पिटाइ भन्दैन भाइ एक्सर्साइज हो कि त्यो मैले जहिले एक्सर्साइज हो त्यो मेरो लागि अनि किन भागेको त नि दोस्त होइन यस्तो भयो क्या रनिङमा कम्पिटिसन लिएको थिएँ अनि हल्का प्र्याक्टिस गरौँ भनेर अनि मजा आयो कि आज गोप तिर्सनाको बर्थडे चक्लेट खायो होइन एक्लै बर्थडेको मिठाई हो मलाई त दिँदैन है अनि भाग्न अनि कलेज पङ हानेर भाग्न लाइसेन्स गर्दा पिठा खाइन्छ मिठो पाइन्छ कि पिठा खाइन्छ त नि पिटाइ त त्यसले खाएकै बिचरा त्यसको मयाला मलाई त मसँग एउटा भाइकोले मलाई के भनेको थियो होइन छाती दुखे जस्तो केटा सुन न केटा के भएको आदि मलाई क्यान्टिनमा सँगै भएको मान्छे होइन गोपी हो भनेर यताउति हेर्दा त छैन कसले हाने हो र तिमीलाई मलाई त हानेन ए अनि यहाँबाट त यसरी यहाँ टोइलेट आएको त ला गार्डले त बोकेर गइरहेको दुईजना हामी त लाए यस्तो भएको कि साथी के भन्नु सुन एउटा एजुकेसनको थियो होइन हामी यहाँ निस्क्यौँ होइन अर्को म चाहिँ त्यहाँ होइन हङकङ पारे यता त रन्डियो भने गाड भेटियो होइन कि ठ्याक्का त्यो आएको हामी यता आएको अन्त म चाहिँ दुइटालाई च्यापसँग त अनि के भयो यहाँ किन भिडियो क्यार्नी होइन ल हिँड त जुन बाटो आएको त्यही बाटो लैजान्छु भनेर ल्यायो ल हिँड यही बाटो आइदिए त्यही बाटो आयो अनि त्यसले त पछाडि त त्यसलाई त हान्यो क्या 2-3 सट त हानो मलाई नि 1 सट हानेर कपाल समाते थियो रन्डीको छोरो रिस उठ्यो खुइ अफिस गयो अनि त्यसले त घर गएको अनि अफिसमा के भन्यो अनि घर गएको नम्बर दियो कि त्यसले माचिङ यसले यो भिडियो मात्रै युट्युबमा आयो भने मैले तँलाई मारिदिन्छु सुन यो भिडियो फिक्स आउँछ जति चाहिँ भयो नि यसले आज डुब्बा खायो मेरो घरकाले सेयर हाल्नु घरकाले उछाल्न मलाई एक पिस मोमो भनेको चान्चु नि कति मिठो भयो दोस्त के गरेको फेरि ओए वान्स मोर के अरे मोमो भनेको मोमो कति मिठो हुन्छ एक पिस केटाहरू यहाँ के भयो छाती सर ल हेर्नु टाइम भनेर यति टाइम चाहिएको दुध देखाइस् क्या ओए होइन यहाँ त्यो अस्तिकै ओए दुध देखाइस् क्या तैँले छोडिदिएको एकचोटि बोलेको थियो त्यति बेला मलाई ला भनेको थियो नि यहाँ मेरो निलो डाम थियो अफिसमा आएको छ यस्तरी निलो डाम थियो धन्दै बुबु देखाएर धेरै भागेको थाहा पायो तल्लोतिर होइन 2 महिनापछि कलेज आएको थिएँ नि पढेकै अब केटाहरू यो तल्लोतिर जाने अरे पढ्न किन के भयो अरे आजको कार्यक्रममा कोपीले एक पिस मोमो हालेर छाक्कारिसक्यो रामगासीसँग वान पिस मोमो वान पिसले छाक्दो रहेछ यस्तो खासै मिठो होइन भोक त लागा केटा हो खाना त भन्छ खासै मिठो त रहेछ होइन तर एक्सपिरियन्स चाहिँ खतरा लाग्यो हेलो गाइज ल गाइजहरू आजको लागि यति नै हिजो थोरै छोटो मिठो राइड गइएको थियो त अलिकतिको क्लिप छ अनि आज कलेजमा केटाहरू बङ्क हानेको भेटाएको छ मेन भने अमन गोपी भाइको माया देखाइदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई स्टे ट्युन भोलि पनि आउँदैछ खोका आउनेछ ब्लग रेगुलर बाई बाई